नराम्रो होइन होइन हाम्रो आजको टपिक के हो हजुर केमिकल अफ वाइट हाइड्रोजन हो द केमिस्ट्री अफ वाइट हाइड्रोजन केमिस्ट्री अफ वाइट हाइड्रोजन कसैले यसलाई भेट्रोल पनि भन्छन् हैन यो चाहिँ भेट्रियो टीआरआई वाइट भेट्रियो भएको छ ल यो वाइट भेट्रियो भनेको चाहिँ के हो त जिंक सल्फेट हो क्या जिंक सल्फेट है जिंक सल्फेट को फर्मुला के हो त ZnSO4 हाइड्रोजन जिंक सल्फेट फर्मुला प्लस 7H2 यस्तो हुन्छ यसको फर्मुला यसलाई अब केमिकल भाषामा भन्नु पर्यो भने हेप्टा हाइड्रोक्साइड जिंक सल्फेट भन्न सक्यो हेर्नु त सातवटा छ नि त त्यसैले गर्दा सातवटा भएकोले HCPTA हेप्टा हो हाइड्रोजन के हाइड्रोक्साइड भएकोले हाइड्रेटेड पानी भएकोले हेप्टा हाइड्रेटेड अनि के जिंक सल्फेट केमिकल रूपमा हामीले यसरी नामहरू गर्न सक्छौँ है थुप्रै नामले यसलाई चाहिँ भन्न सक्ने अवस्था भयो यसको केमिस्ट्रीको बारेमा हामी पढ्दैछौँ यो चाहिँ हेप्टा हाइड्रेटेड सातवटा पानी भएको जिंक सल्फेट हो एउटा त त्यसरी बुझ्न सकियो यो क्रिस्टल हुन्छ कस्तो हुन्छ क्रिस्टल फर्ममा हुन्छ पाउडर फर्ममा होइन है यो क्रिस्टल फर्ममा हुन्छ यसलाई वाइट भाइट्रियोल भनेर भनिन्छ भिट्रियोल अथवा भाइट्रियोल प्रोनाउन्सिएसनमा पनि फरक छ भिट्रियोल पनि भन्छन् कतिपय मान्छेहरूले अब इन नेचर इट अकर्स जिंकोसाइट नेचरमा के को रूपमा पाइन्छ जिंकोसाइटको रूपमा जिंकोसाइट भनेको के हो ZnSO नेचरमा के को रूपमा पाइन्छ अरे जिंकोसाइटको रूपमा पाइन्छ नेचरमा चाहिँ है अनि जिंकोसाइट प्लस जिंक अनि भिट्रियोल ZnSO4 7H2 जिंक भिट्रियोल TiTr भिट्रियोल अथवा नेचरमा चाहिँ यो चाहिँ यसले दुई तरिकाले दुईटा फर्ममा दुईटा कम्पाउन्ड फर्ममा पाइन्छ है यसलाई प्रिपरेसन कसरी गर्न सकिन्छ त अब कसरी प्रिपरेसन गर्ने त यसलाई मैले सट्टसँगले काटेर यहाँ एक साइडमा राख्दिन्छु है यसो कपी लिएर साइडमा नोट्सबाट यसो बनाए नि हुन्छ अब बुझ्नु ल यसको प्रिपरेसनको बारेमा कुरा गरौँ यसलाई कसरी बनाउन सकिन्छ त जेनरल प्रिपरेसन हेरौँ प्रिपरेसन केही तरिकाले गर्न सकिन्छ एक नम्बरमा छ बाई एक्सन of dilute acid dilute acid sulfuric acid on granulated zinc granulated मैले के लेखेँ त एक नम्बरमा बाई एक्सन अफ dilute sulfuric acid केमा मिसाएर granulated zinc मा मिसाएर पनि हामी यसलाई प्रिपरेसन गर्न सक्छौँ बनाउन सक्छौँ जस्तो मैले के भने जिंक सँग के मिसाउने भने त डाइल्युट सल्फ्युरिक एसिडलाई मिसाइदिने त्यसपछि के बन्छ त जिंक सल्फेट बन्छ र हाइड्रोजन ग्यास चाहिँ इभल्भ हुन्छ यसरी मैले के भने एउटा तरिकाले बनाउन सक्दो रहेछ त डाइल्युट सल्फ्युरिक एसिडमा चाहिँ ग्रानुलेटेड जिंकलाई मिसाइदिएपछि जिंक र सल्फेट रिएक्सन गर्छ जिंक सल्फेट यसरी आउँछ अन्तिममा अब हाइड्रोजनको मोलिक्युल्स त आइहाल्छ ग्यास हाइड्रोजन आउँछ अब यो दुई नम्बरमा अर्को तरिकाले पनि बनाउन सकिन्छ बाई एक्सन अफ सल्फ्युरिक एसिड विथ जिंक अक्साइड है बाई एक्सन अफ सल्फ्युरिक एसिड विथ केयर भन्नुस् त जिंक अक्साइड हैन द जिंक अक्साइड त्यसैगरी सल्फ्युरिक एसिड यो मात्र तल कुन एसिड के फर्म छ हेर्नु त
माथि र तलको एसिड के फरक छ माथिमा डाइल्युट एसिड छ तलमा डाइल्युट एसिड छैन जेनरल एसिड कन्सन्ट्रेटेड एसिड हामीले प्रयोग गरेको छ है त्यो कुरा ख्याल गर्नुपर्छ डाइल्युट एसिड प्रयोग गर्यो भने हामीले हाइड्रोजन ग्यास आउँछ यसरी डाइल्युट प्रयोग गर्दा डाइल्युट एसिड प्रयोग गरेर कन्सन्ट्रेटेड प्रयोग गर्यो भने फेरि वाटर आउँछ प्रोडक्ट अरु सेम हो जेटेनएसओ जिंक सल्फेट आउँछ फेरि ल नम्बर 3 मा 3 नम्बरमा अब बाइ एक्सन अफ सल्फ्यूरिक एसिड with zinc carbonate अथवा जिंक कार्बोनेट बाहेक हाइड्रोक्साइड पनि प्रयोग गर्न सक्छौं हामीले और हाइड्रोक्साइड यसलाई पनि गरेर हेर्नु मैले अलिकति माथि सारे लेख्दै हुन्छ त पहिले जिंक कार्बोनेट सँग गरेर हेर्नु है त सल्फ्यूरिक एसिड र जिंक कार्बोनेट सँग आउने प्रोडक्ट अब त्यही जेटेनएसओ पनि आउने भएको अरु बाइ प्रोडक्टहरु आउँछ र एउटा नयाँ ग्यास आउँछ अब जिंक सँग चाहिँ हाइड्रोक्साइड राख्ने हो भने के हुन्छ सरी जिंक हाइड्रोक्साइडलाई चाहिँ के रे सल्फ्यूरिक एसिड सँग राख्दा चाहिँ के प्रोडक्ट आउँछ भन्दा जिंक सल्फेट र पानी नै आयो है यसरी हामीले के गर्न सक्छौं त यो तीनटा तरिकाले सल्फ्यूरिक एसिड सँग मिसाएर चाहिँ के बनाउन सकिन्छ हामीले जिंक सल्फेट बनाउन सकिन्छ ब्लू हाइड्रोक्रोमेट एउटा फर्स्ट प्रोसेसको कुरा गर्दैछु यो अन्तिमलाई हेरौँ जिंक कार्बोनेट सँग हाइड्रोजन सल्फेट राख्ने सल्फ्यूरिक एसिड जिंकले सल्फेट सँग रिएक्सन गरेर जिंक सल्फेट बनाउँछ त्यसैगरी H र O रिएक्सन गरेर H2O बन्छ अनि बाँकी रहेको CO यो CO2 भएर ग्यास बस्यो त्यसैगरी अब जिंक र सल्फेट रिएक्सन गरेर जिंक सल्फेट बनाइयो अनि H र OH H2O भइहाल्यो H र OH यसरी H2O बस्छ है यसमा केही कन्फ्युजन छ तपाईहरु कन्फ्युजन छ कि छैन कन्फ्युजन छैन नि सल्भ गर्नु अब जेनरल प्रिपरेसन लाई एउटा अलिकति गर्न आयो जेनरल प्रिपरेसन लाई पनि यहाँ गर्न आयो है त्यसैगरी यो अब जुन जेटेनएसओ आयो जेटेनएसओ आइसकेपछि जेटेनएसओ भनेको त ब्लू हाइड्रोल त होइन नि त ब्लू हाइड्रोल कसरी बनाउनु त अब हाइड्रोल बनाउनु पर्यो जेटेनएसओ बाट हाइड्रोल कसरी बनाउने भनेर म कुरा गर्दैछु है यो कुरा हामीले अब अर्को प्रोसेस गर्दैछौँ यहाँ जेटेनएसओ को हामीसँग आइसक्यो है यो कुन फर्ममा आउँछ एकस फर्ममा आउँछ अब यसमा हामीले के बनाउनु पर्यो त जिंक सल्फेट अनि सेक्रा हाइड्रेटेड बनाउनु पर्यो के ब्लू हाइड्रोल भनेको के हो नि त है BITRI ब्लू हाइड्रोल बनाउनु पर्यो यसलाई कसरी बनाउन सकिन्छ त भन्दाखेरि हिटेड अप टु CP and cooling ल एक्सट्रीम हिट गर्नेलाई हैन एकदमै हिट गर्ने एक्सट्रीम हिट गरिसकेपछि के गर्ने फेरि यसलाई चिस्याउने हो चिस्याइसकेपछि के बन्छ त यो ब्लू हाइड्रोल बन्छ त्यसैले चाहिँ हामीले ब्लू हाइड्रोललाई बनाउन सकिन्छ है यसलाई पनि अलिकति तल राखिदिए त्यसैगरी अब हामीले यो
जिंक सल्फेट ब्लू हाइड्रोजन जुन के छ व्हाइट हाइड्रोजन हो हैन यहाँ बनाउनु होला यो व्हाइट हाइड्रोजन र ब्लू हाइड्रोजन लेखेको छ है हामीले यहाँ ब्लू लेखेको छ नि हो के ल व्हाइट बनाउनु होला है यो ब्लू भन्छ हामी त ब्लू हाइड्रोजन पढेकै छैन यो त व्हाइट पढ्छौँ ब्लू भएछ व्हाइट बनाइदिएको जिंक सल्फेटबाट पनि हामीले के गर्न सक्छौँ ब्लू हाइड्रोजन बनाउन सक्छौँ है त प्रिपरेसन फ्रम जिंक सल्फेट जिंक सल्फाइड जिंक ब्लेन्ड भनौँ न त त्यसको लागि सुरुमा हामीले ZnS लाई अक्सिजनसँग मिक्स गर्छौँ र यसलाई मिक्स गरिसकेपछि तताइदिन्छौँ मिक्स गरेर तताउँछौँ तताउँदाखेरि के आउँछ त जिंकको अक्साइड आउँछ र सल्फर डाइअक्साइड ग्यास आउँछ यसलाई ब्यालेन्स गरिदिन्छ हो यसरी सल्फर डाइअक्साइड थियो ग्यास यसरी ग्यास आउँछ यो अब फेरि अब एउटा प्रोसेस त यो साधारण तपाईँले जेनरल हिटको कुरा भयो के अरे जेनरल हिट साधारण हिटिङ गर्दाखेरि नम्बर 1 मा अब अर्को प्रोसेस जुन छ अलिकति बढी हिट गर्ने हो भनेदेखि 600 डिग्री सेल्सियस सम्म तताउने हो भनेदेखि चाहिँ है त यसलाई 600 डिग्री सेल्सियस सम्म तताइदिने हो भनेदेखि के भन्छ त यो भन्दा जिंक सल्फेट बन्छ हो जिंक सल्फेट बन्छ हामीलाई चाहिएको के हो जिंक सल्फेट हो नम्बर 3 स्टेपमा आएछु म माथि जुन हाम्रो ZnO आइसकेको छ है त्यो ZnO लाई पनि लेख्छु अब केसँग हाल्दैछु सल्फ्युरिक एसिडसँग यसलाई मिक्स गर्दैछु यो सल्फ्युरिक एसिड डाइरेक्ट हुनुपर्छ है के आएर भन्दा अघि हामीले माथि पढेकै ठ्याक्कै प्रोडक्ट जिंक सल्फेट के आउँछ त अब पानी आउँछ हैन यो सल्फ्युरिक एसिड कस्तो हुनुपर्छ अरे डाइरेक्ट हुनुपर्छ है त अब यो जिंक सल्फेट आइसक्यो नि अब जिंक सल्फेटलाई के गर्यो भनेदेखि त फेरि अब जिंक सल्फेट प्लस वाटर छ जिंक सल्फेट भन्दा जिंक सल्फेट प्लस वाटर चाहियो नि फेरि के गर्यो भने अब फेरि के भन्छ त सेप्टा हाइड्रेटेड बन्छ भन्नु त ZnS बन्नु एक्वा सोल्युसन छ नि पानीसँग मिक्स छ नि त्यो पानीको प्रोपोर्सन नै छ यसलाई के गर्यो हिट गर्यो भने नि हिट गर्यो भने के हुन्छ जिंक सल्फेट प्लस 7H2O सेप्टा हाइड्रेटेड बन्छ हो व्हाइट हाइड्रोजन बन्यो व्हाइट हाइड्रोजन फ्युल बन्यो यहाँ अब के रुल्स लागु हुन्छ heated up to and cooling ल यो अहिले रुल्स यहाँ पनि के हुन्छ त लागु हुन्छ हो यसरी पनि हामीले के गर्न सक्यौ त यसलाई तयारी गर्न सक्यौ प्रिपरेसन ZnS को पनि तयारी गर्यो है बनाउने तरिकाहरुको बारेमा हामीले पढ्दैछौँ आज है व्हाइट भिट्रियल कसरी बनाउने भन्ने बारेमा हामीले पढ्दैछौँ ठीक छ अब यसको फिजिकल प्रपर्टीहरु के हुन्छन् केमिकल प्रपर्टीहरु के हुन्छन् भन्ने बारेमा पढ्छौँ बनाउने तरिका हामीले पढिसकेको यति नै हो हेर्नुस् त बनाउने तरिका हामीले पढ्यो सुरुमा प्रिपरेसन 1 2 3 टा तरिकाबाट गर्न सकिन्छ भन्ने कुरा पढ्यो डाइरेक्ट सल्फ्युरिक एसिडसँग के जिंक हालेर बनाउने एउटा हो अर्को चाहिँ डाइरेक्ट होइन कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग जिंक अक्साइड हालेर बनाउने अर्को चाहिँ सल्फ्युरिक एसिड र जिंक कार्बन अथवा हाइड्रोक्साइड हालेर बनाउने हो अनि अर्को पनि तरिका के पढ्यौं हामीले ZnS सँग पनि हालेर जिंक सल्फाइड सँग पनि राखेर हामीले के गर्न सक्यौं बनाउन सक्यौं क्लियर हुन्छ कि हुन्न यसका फिजिकल प्रपर्टीमा गए
फिजिकल प्रपर्टिजमा इट इज कस्तो हुन्छ भन्नुभयो व्हाइट क्रिस्टलाइन हैन क्रिस्टलाइन खालको हुन्छ तर सोलिड हुन्छ हैन सोलिड अनि अर्को के हुन्छ हाई सोलिड वाटर हुन्छ हैन ओके हाईली सोलुबल इन वाटर पानीमा के त एकदमै सजिलै मात्रामा घुलिहाल्छ हो त्यसैगरी it is fluorescent fluorescent भनेको के हो यो हिस्टोरी मिस्टेक छ हैन loses water fluorescent भनेको भन्नु भयो नि त होइन टल्किन्छ टिटिक्क टल्किने है चिपचिपे सही भन्नु कसले भन्यो यहाँ चाहिँ चिपचिपे गर्नु रहेछ यहाँ EFF इफ्लोरेसेन्ट रहेछ इफ्लोरेसेन्ट भनेको के हो त भन्दा चिपचिप हुने पानी जस्तो निस्किने हैन त्यो खालको हुन्छ अनि पानी हल्का थोरै केही निस्किन्छ जब पानीमा चाहिँ एक्सपोज हामीले चाहिँ गर्यौं भनेदेखि एयरमा चाहिँ एक्सपोज गर्यौं भनेदेखि हावामा छोडिदिने हावा खुला बनाइदियो भने त्यसको खालको बनिन्छ है त अब यसको एक्सनहरुको बारेमा कुरा गर्छौं हामी है एक्सन अफ हिट सँग के हुन्छ के एक्सन हुन्छ हिटसँग ठीक छ के भयो क्लासमा ध्यान दिनु होला एक्सन अफ हिट हिटसँग एक्सन के हुन्छ होला व्हाइट ब्याग फिनोल व्हाइट white vitriol loses 6 molecules. 6 molecules of water at 100 degrees Celsius and at 300 degrees Celsius anhydrous. सुखा हुन्छ एनहाइड्रस के त 60 बन्ने हो मैले के भने यदि 100 डिग्री सेल्सियस सम्म तताउने हो भने देखिए हैन के हुन्छ 6 मोलिकुल्स अफ वाटरले के गर्छ छोड्छ लुज गर्छ क्या मोलिकुल्स अफ 6 वटा पानीका मोलिकुल्स ले लुज गर्छ अनि अझ 300 डिग्री सेल्सियस सम्म सताउने भने एनहाइड्रस भनेको के हो नबोल्ने खालको सुक्खा हुन्छ हाइड्रेटेड नभएको त्यसभित्र पानी नै हुन पानी सबै सकिन्छ एनहाइड्रस भन्छ ठीक छ अब त्यसैगरी यदि 800 डिग्री सेल्सियस हो भने 800 डिग्री सेल्सियस भन्दा पनि माथिसम्म ततायो भने अब त्यस्तो भयो भने इट डिकम्पोजेस to give sulfur dioxide gas दिन्छ यसले sulfur dioxide ग्यास ले के गर्छ त दिन्छ यदि 800 डिग्री सेल्सियस भन्दा पनि हामीले यसलाई चाहिँ अझै बढी ततायौं भनेदेखि त्यस्तो बन्छ हिटसँग यसले रिएक्सन कस्तो गर्दो रहेछ त हिटसँग रिएक्सन गर्छ तीनटा त याद गर्नु 100 डिग्री सेल्सियस 300 डिग्री सेल्सियस 800 डिग्री सेल्सियस 100 डिग्री सेल्सियस सम्म तताउँदा के हुन्छ पानीका 6 मोलिकुल्स लुज हुन्छ अनि 300 डिग्री सेल्सियस तताउँदा के हुन्छ एनहाइड्रस बन्छ एनहाइड्रस त्यो सुक्खा हुन्छ पानी नभएको अनि त्यसबाट फेरि 800 डिग्री सेल्सियस सम्म ततायो भनेदेखि सल्फर डाइअक्साइड ग्यास निस्किन्छ त्यसबाट पुरो बुझ्यो केमिकल प्रोपर्टिज भन्नु है
Okay, number 1, double salt formation. Double salt formation. So it has one chemical property, that is double salt formation. It is double salt. बनाउने काम के गर्छ है? double salt बनाउने काम पनि गर्छ. double salt formation मा चाहिँ potassium sulfate र zinc sulfate. The लेखौं पनि हेर्नु okay. When solution of potassium sulfate, when solution of potassium sulfate and zinc sulfate is subjected for crystallization, double salt is formed. So double salt is obtained. मैले के भने यहाँ के भन्दा एउटा K2SO4 र के लेख्यो जिंक सल्फेट लाई चाहिँ जब हामी सोल्युसन बनाउँछौँ पानीमा हालेर फेरि सोल्युसन बनाउँछौँ त्यसपछि के भन्छ त्यो भनेदेखि सोल्युसन बनाउँछ अनि जब क्रिस्टलाइज गर्छ सोल्युसन बनाउन पर्छ भने क्रिस्टलाइज गर्छ सोल्युसन बनाउन क्रिस्टलाइज गरिसकेपछि सोल्युसन बनाएर के गर्छ क्रिस्टलाइज गर्छ जब क्रिस्टलाइजेसन गर्छ त्यसपछि यो डबल सल्ट हुन्छ डबल सल्ट भनेको K2SO4 dot zinc sulfate dot 6H2O वाला डबल सल्ट हो यसको नाम के हो डबल सल्ट किन डबल छ साथै K2SO4 एउटा सल्ट छ ZnSO4 अर्को सल्ट छ ठीक छ त्यसैले के गर्छ त्यसले डबल सल्ट के गर्छ बनाउँछ ठीक छ केही कन्फ्युजन भयो मलाई सोध्नु पर्यो है भन्नेहरु अब अर्को नम्बर 2 मा गयौं भने यसको केमिकल प्रोपर्टिज यसमा मैले के भने थाहा पाउनु नि जब पोटासियम सल्फेट र जिंक सल्फेटको सोल्युसन बनाउन त्यसलाई चाहिँ क्रिस्टलाइन गर्छ भने त्यसबाट त्यसले दुईटा नुन बनाउँछ के दुईटा साल्ट बनाउँछ है एउटा डबल साल्ट त्यसरी फर्मेसन गर्छ अब एक्सन विथ NaOH सोल्युसन एक्सन विथ NaOH सोडियम हाइड्रोक्साइड सोल्युसन सम्पस्को रिएक्सन गर्छ हैन यसको सोल्युसन के सोडियम हाइड्रोक्साइड को सोल्युसन सँग चाहिँ यसको रिएक्सन कस्तो खालको हुन्छ ठीक छ यसको रिएक्सन त्यसपछि म गर्नु त ZnSO4 त एक्वासमा हुन्छ जब ZnSO4 एक्वास जिंक सल्फेटलाई चाहिँ हामीले सोडियम हाइड्रोक्साइडसँग जब सोडियम हाइड्रोक्साइडसँग हामीले मिक्स गर्छौं त्यसपछि यसको रिएक्सन कस्तो आउँछ त भन्दा जिंक हाइड्रोक्साइड बन्छ र यो प्रेसिपिटेसन फर्ममा हुन्छ र Na2SO4 आयो यसको नाम भनेको WHIT व्हाइट PPT व्हाइट प्रेसिपिटेसन ठीक छ एउटा भयो एक नम्बरमा त्यसैगरी अब यसको के लेख्नु 3 नम्बरमा छ zinc OH2 प्लस यहाँ ब्यालेन्स गर्ने ब्यालेन्स चाहिँ गर्दै जाने मैले त ब्यालेन्स चाहिँ लेख्न छुटाएँ ब्यालेन्स गरेन भनेको तपाईहरुले ब्यालेन्स गर्दै जानु होला है
aqueous solution of zinc sulfate when treated with NaOH solution, white precipitation of zinc hydroxide form, precipitate dissolved to keep sodium zincate when excess of precipitation is used. ल यसमा बुझ्नुपर्छ है मैले भने यो जिंक सल्फेट एक्वस जिंक सल्फेट जब NaOH मा मिक्स हुन्छ त्यसपछि के बन्छ व्हाइट पीपीटी व्हाइट प्रेसिपिटेसन बन्छ जिंक हाइड्रोक्साइड बन्छ ठीक छ अब यही जिंक हाइड्रोक्साइडलाई कुरो बुझ्दै हुन्छ नि यही जिंक हाइड्रोक्साइडलाई अब फेरि के छ र सोडियम हाइड्रोक्साइड सँग मिक्स एक्सेस सोडियम हाइड्रोक्साइड सँग मिक्स गरिसकेपछि अब फेरि के बन्छ त सोडियम जिंकेट बन्छ यही कुराहरु लेख्नु न हामी when aqueous zinc SO4 is mixed with sodium hydroxide, it forms white PPT. White PPT भनेको zinc hydroxide बनाउँछ. And when white PPT is treated with excess amount of sodium hydroxide, it forms के बनाउँछ अब भन्नुस् त के बनाउँछ सोडियम जिंकेट बनाउँछ हो हैन सोडियम के गर्छ त जिंकेट बनाउँछ आजलाई यति नै अरु भोलि पढौँला है